द सेक्रेट एक आत्मसुधार पुस्तक हो जसले आकर्षणको नियमको बारेमा बताउँछ। यो पुस्तक 2000 सालमा प्रकाशित भएको थियो र बेस्ट सेलर बन्यो। पुस्तकले हाम्रो जीवनमा सकारात्मक परिवर्तन ल्याउने तरिका बताउँछ। पुस्तकको मुख्य विषय आकर्षणको नियम लॉ अफ अट्र्याक्सन हो, जस अनुसार हाम्रो विचारले हाम्रो वास्तविकता निर्माण गर्छ। यदि हामी सकारात्मक विचार गर्छौं भने हाम्रो जीवनमा सकारात्मक घटनाहरू घट्छन्। आकर्षणको नियमको अनुसार हाम्रो विचारले हाम्रो जीवनको दिशा तय गर्छ। आकर्षणको नियम लॉ अफ अट्र्याक्सन एक विचारले निर्माण गर्छ। हाम्रो विचारले हाम्रो जीवनको दिशा तय गर्छ। सकारात्मक विचारले सकारात्मक परिणाम दिन्छ, नकारात्मक विचारले नकारात्मक परिणाम दिन्छ। 2 सकारात्मक सोच यदि हामी सकारात्मक विचार गर्छौं भने हाम्रो जीवनमा सकारात्मक घटनाहरू घट्छन्। सकारात्मक सोचले जीवनलाई सुन्दर बनाउँछ। 3 लक्ष्य प्राप्तिको लागि दृष्टिकोण हामी जे चाहन्छौं त्यस्तै दृष्टिकोण गर्नुपर्छ। लक्ष्य प्राप्तिको लागि स्पष्ट दृष्टिकोण आवश्यक छ। 4 नकारात्मक विचारलाई काबुमा राख्ने तरिका जीवनमा केही सही होस् भन्ने चाहनुहुन्छ भने खराब सोचबाट टाढा रहनुहोस्। खराब विचारबाट छुटकारा पाउन सही विचार गर्नुहोस्। सकारात्मक विचारले नै नकारात्मक विचारलाई हटाउँछ। 5 आकर्षणको नियमको प्रयोग आकर्षणको नियमको प्रयोग गरेर हामी हाम्रो लक्ष्य प्राप्त गर्न सक्छौं। सकारात्मक विचार र दृष्टिकोणले जीवन बदलिन्छ। द सेक्रेट पुस्तक अनुसार आकर्षणको नियमको प्रयोग कसरी गर्ने भनी केही तरिका दिएका छन्। सकारात्मक विचार गर्नुहोस्। लक्ष्य प्राप्तिको लागि दृष्टिकोण गर्नुहोस्। नकारात्मक विचारलाई काबुमा राख्नुहोस्। सकारात्मक विचारले जीवन बदल्नुहोस्। आकर्षणको नियमको प्रयोग गरेर हामी हाम्रो लक्ष्य प्राप्त गर्न सक्छौं र जीवनलाई सुन्दर बनाउन सक्छौं। अन्त्यमा पुस्तकले बताउँछ कि हाम्रो विचारले हाम्रो वास्तविकता निर्माण गर्छ। सकारात्मक विचारले सकारात्मक परिणाम दिन्छ, नकारात्मक विचारले नकारात्मक परिणाम दिन्छ। पुस्तकले हामीलाई सकारात्मक सोच, लक्ष्य प्राप्तिको लागि दृष्टिकोण र नकारात्मक विचारलाई काबुमा राख्ने तरिका बताउँछ। अझै विस्तृत रूपमा जान्नका लागि पुस्तक पढ्नुहोला। छोटकरीमा पुस्तकका बारेमा जान्न ज्ञानी बाबा अडियो बुक युट्युब च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।